लासो त्यस्तैले म हजुरहरूको आफ्नै प्यारो मान्छे कर्मदेश सर आजको जुन यो भिडियो लिएर आएको बनाएको उद्देश्य चाहिँ के हो भनेपछि यो भिडियो मार्फत के सन्देश दिन चाहन्छु हजुरहरूलाई। त्यसैले यो भिडियो अन्तसम्म हेरिदिनु होला भनी रिक्वेस्ट गर्दछु हजुरहरूलाई। पहिला एउटा ठाउँमा भनौँ एउटा गाउँमा एउटा छोरी मान्छे जन्मेको रहेछ कि जुन छोरीको चाहिँ अनुहार एकदम कुरूप केही पनि नमिलेको एकदम नराम्री थियो अरे। ऊ सानैबाट अनि एकदम नराम्री भएकोले गर्दा उसँग कोही साथी पनि थिएन, उसँग कोही बोल्दैन पनि थियो अरे, एकदम अकेला एक्लो थियो अरे। र ऊ सानैबाट स्कुल जान्थ्यो, स्कुलमा एउटा केटा साथी थियो उसको, उसले बच्चैदेखि धेरै मन पर्थ्यो, धेरै राम्रो हुन्थ्यो। र यसरी गर्दै गर्दै दिन बित्दै जाँदा ऊ ठुली भइन्। तर ऊ एकदम नराम्रो रूप थियो उसको, एकदम नराम्रो। त्यही भएर उसले धेरै दुःख धेरै सङ्घर्ष गर्नु परेको थियो जिन्दगीमा। र ऊ ठुलो भएपछि उसको मनमा के थियो भन्दाखेरि अरूले मलाई नराम्रो गरे पनि, अरूले मलाई नराम्रो भने पनि, तर मसँगै बसेको बच्चैदेखि सँगै भएको साथीले त मलाई स्वीकार्छ होला, मलाई राम्रो गर्छ होला भनेर उसको यो विचार एकदम निर्मल थियो। र उसले उसको त्यो बच्चा बेलाको एउटा केटा साथीलाई आफ्नो प्रेमको प्रस्ताव राख्नुभएछ कि म हजुरलाई धेरै मन पराउँछु, हजुर बिना मेरो जिन्दगी अधुरो छ, म तपाईँसँग बिहे गर्न चाहन्छु भनेर प्रस्ताव राख्दाखेरि अनि त्यो केटाले जवाफमा के भनेछ भन्दाखेरि तिमी ब्रह्मा रहेछौ, तिमीसँग बिहे गर्नु, तिमीसँग जिन्दगी बिताउनु भने त मैले सोचेकै छैन। यदि मैले झुकेर बिर्सेर पनि तिम्रो मायाको प्रस्ताव स्वीकारेर तिमीसँग बस्नु पर्यो भन्दा त म जिउँदै मरेकै ठिक छ भनेर उसले भनेछ अरे। यो कुरा सुनेपछि त्यो जुन केटीको मन यति धेरै मन रोएछ, यति मन दुखी छ, मर्नु र हाँस्नु भएछ। र ऊ केटीले आत्महत्या गर्ने निर्णय लिएछ। निर्णय लिए पछाडि उसले मर्नुभन्दा अगाडि एउटा सानो चिठी चाहिँ लेखेछ। चिठी आप्पा आमालाई लेखेर घरमा छोडेर ऊ एउटा रुखमा झुन्डेर मरेछ अरे। चिठीमा के लेखेको थियो भन्दाखेरि म मरेपछि मलाई नजलाउनु, मलाई जुन झुन्डेको रुख छ त्यही रुखको मुनि मलाई गाडेर राख्थ्यौँ भनेर उसको अन्तिम इच्छा त्यो चिठीमा व्यक्त गर्नुभएछ। र उसको अन्तिम इच्छा अनुसार आप्पा आमाले पनि त्यही रुखको मुनि उसलाई खाल्टो खनेर गाड्यो। र खाल्टो खनेर गाडे पछाडि जुन त्यो केटीको माया गर्ने मन मुटुभित्रको त्यो पवित्र प्रेम स्नेह माया चाहिँ घृणामा परिवर्तन भएपछि त्यो मुटु फुटेर त्यसबाट रगत निक्लेछ। जुन त्यो रगतले त्यो रुखको बोटमा छुएर त्यो रुखमा लाग्यो भनौँ न। तर अनि त्यो रुख चाहिँ ठुलो भएपछि त्यो रुखमा फल फल्यो। हेर्नुहोस् है, सुन्दै गर्नु है, त्यो रुख फल्यो। अनि यो चाहिँ एउटा कहानी हो, तर यो कहानीको मतलब मिनिङ के हो भनेर तपाईँहरूलाई प्रश्न पर्न खोज्दाखेरि चाहिँ जुन अहिले हामीले जिन्दगीमा हाम्रो यो जति पनि हामीले मदिरापान, धुम्रपान, रक्सी सेवन गर्छौँ नि, हामीहरू सबैजनाले रक्सी खान्छ, रक्सी खाएपछि झगडा हुन्छ, नराम्रो धुम्रपान गर्छ, ड्रग्स एडिक्ट जति पनि जे छ नि, त्यो चिज बनाउनुभन्दा अगाडि एउटा दबाई हाल्छ। त्यो दबाई चाहिँ रुखबाट आउने हो। त्यो रुखको दबाई चाहिँ जुन सामान बनाउनेमा हालेपछि मात्रै त्यो चाहिँ ड्रग्स, त्यो चाहिँ नसा लाग्नेको कुरा त्यसबाट परिवर्तन भएर जान्छ। जुन त्यो माया गरेको मुटु, त्यो केटीको मुटुबाट फुटेको रगतले त्यो रुखमा छुएपछि त्यो रुखबाट निक्लेको कुरा हो। र उसले उसको आखिरी ख्वाइससँगै उसले के शराब दिएको भन्दाखेरि म जस्तो पछि आएर कति नर्मल मान्छेहरू जन्मिन्छ होला, कति कुरूप भएर आफ्नो मनको इच्छा गर्न नसक्ने, हुन नसक्ने हुँदाखेरि, तर जसले पनि यो रुखको फल खान्छ उसको इच्छा पुरा होस्, म जस्तो नहोस् भनेर उसले शराब पिएको थियो कि। त्यही भएर रक्सी हामीलाई शराब भन्छ हिन्दीमा।
हामीलाई सराप लागेको भन्छ। राम्रै मान्छे पनि रक्सी खाएपछि, चाट खाएपछि, चुरोट खाएपछि, ड्रग्स लिएपछि यिनीहरूको दिमाग उठ्छ। किन भन्दाखेरि जब रक्सी पिएपछि राम्रै नराम्रो उनीहरूले थाहा हुँदैन, उसले जे पनि गर्छ, होस उठ्छ, दिमाग जान्छ नि। हो, त्यही भएर धुम्रपान गर्ने, रक्सी खाने, ड्रग्स लिने यो चाहिँ नगर्नु होला। यो गऱ्यो भने जुन त्यो केटीले सरापेको सराप हामीलाई लाग्छ र हाम्रो राम्रो जिन्दगी बिग्रेर जान्छ। भन्नु त यो एउटा कहानी मात्रै हो, तर राम्रोसँग सोच्यो भने हामीले सबैलाई सराप लाग्छ, हामीलाई नराम्रो हुन्छ। त्यसैले हामी धुम्रपान, मदिरा सेवन गर्नु हुँदैन भनेर बुझ्नुहोस् भन्दै यो मेरो सानो सन्देश हजुरहरूलाई दिन चाहेको हो। लासो अनि रक्सी खाएर कति मान्छेको जिन्दगी बिग्रेको छ हेर्नुहोस्। कतिको बच्चाहरू टुरो भएको छ, कतिको बुढाबुढी मिलेको छैन, कति गाउँमा के भइरहेछ, संसारमा कति अपराध भएर गएको छ। That's why I say no to drugs, alcohol. Better be safe in a place and think yourself. Be positive. Thank you so much. Namo Buddhaya.